साथीहरु लगभग 2-3 महिना भयो मैले चाहिँ नेचुरल डिआइवाई युज गर्न थालेको। यसको युजले चाहिँ मेरो स्किन एकदमै क्लियर, ग्लोइङ र सफ्ट भएको छ। अलिअलि दाग भएको पनि जाती हुन थालेको छ। यो नेचुरल डिआइवाईले तपाईको स्किनलाई राम्रो गरेन भने पनि नराम्रो पनि पटक्कै गर्दैन र निर्धक्क भएर तपाईले युज गर्न सक्नुहुन्छ। र आजको यो रेमेडी चाहिँ हो ड्राई स्किनको लागि र यसको लागि फेरि पनि मेरो एकदमै फेभरेट क्लिन्जर है र मिल्कले मैले आफ्नो फेसलाई चाहिँ क्लिन गरेँ र त्यसपछि चाहिँ आउँछ बालोक स्क्रबको र स्क्रबको लागि चाहिँ मैले 1 टीस्पुन लिए बेसन र त्यसमा मैले एड गरेको छु ग्लिसरिन र त्यसपछि चाहिँ मैले रोज वाटर हालेर यसलाई पेस्ट बनाएर चाहिँ मैले आफ्नो फेसमा लगाएँ र फेसमा मैले 10 मिनेट जस्तो हल्का हातले स्क्रबिङ गरेर मैले यसलाई क्लिन गरिदिएँ। र अब पालो आउँछ मसाज क्रिमको लागि मैले लिए बिटरुट पाउडर र यसमा एड गरेँ एलोभेरा जेल र त्यसमा मैले जोन्सन बेबी ओइल एड गरेर यसको मजाको क्रिम बनाएर चाहिँ यसले मैले 15 मिनेटसम्म चाहिँ आफ्नो फेसलाई मसाज गरेँ। मसाज गरिसकेपछि यति राम्रो रिजल्ट आयो, मेरो फेस एकदमै क्लिन भयो, हेर्न सक्नुहुँदैछ है। त्यसपछि चाहिँ मैले क्लिन गरिसकेपछि अब पालो आउँदैछ फेस प्याकको र फेस प्याकको लागि मैले लिए मुल्तानी मिट्टी 1 टीस्पुन र यसमा फेरि हाफ टीस्पुन मैले चाहिँ बिटरुट पाउडर एड गरेँ र मैले यसमा हालेँ ग्लिसरिनको मात्रा मैले यति हालेँ जसले चाहिँ पेस्ट भयो। पेस्ट हुनुसम्मको मैले चाहिँ त्यसमा ग्लिसरिन एड गरेर चाहिँ मैले अरू केही एड गरेको छुइनँ। ग्लिसरिन हालेर मात्रै पेस्ट बनाएर चाहिँ आफ्नो फेसमा लगाएँ। यो चाहिँ सुक्दैन किनभने यसमा चाहिँ ग्लिसरिनको मात्रा बेसी छ है। र यो चाहिँ मेरो थियो फाइनल रिजल्ट।